म सबैले 17 लाख मागेर लिएर जाने खाइजा बिगो आइज ओइ जग्गामा खाइजा बिगो छोड़ दे इंग्लिशमा के हो भन्छ नि आरिगातो back मेरो गुरुदास भाइ दिदीबहिनीहरुको back एन्ड नाकी भाइ इज back once again नयाँ दिन नयाँ सुरुवात अझ मेरो सोच के हो भनेको ग्रेजुएसन हो ग्रेजुएट हुनु हो र म चाहिँ सेन्ट गएको पढाए हो सेन्ट गएको भनेको चाहिँ एउटा सब्जेक्ट लिएर कुनै विषयमा डिप्लोमा गर्नु हो 24 महिनाको कोर्स लिएर सो अब मेरो डिप्लोमा कम्प्लिट भयो आइटी बिजनेस लिएर पढाए हो अनि एकदम खुसी छु आज ग्रेजुएसन अनि ग्रेजुएसनमा भाग लिनलाई यही नर्मल मैले लाइरहने कोट लाएर आइदिएको छु मेरो ब्ल्याक कोटहरू छैन साकुराहरू फुल्न थालेको छ कति राम्रो सिजन सुरु भएको छ अब यो सिजन भनेको चाहिँ गर्मी पनि सक्यो जाडो पनि सक्यो अब गर्मी सुरु हुन लाग्यो तर गर्मी हुँदैन कि बवाल सिजन अप्रिल इन्टेकमा 8000 नेपाली आउँदैछन् जापानमा सबैलाई वेलकम छ अनि म सम्धिसँग चाहिँ अहिले म बसेको छैन मेरो छुट्टी रुम हो अहिले चाहिँ म छुट्टी ठाउँमा बस्छु एक्लै अनि साथीहरूको रुम जान्छु अब चाहिँ सम्धिको रुम जान्छु अनि उसलाई भेटेर सँगै गएको जाने हो कलेज जाने हो अनि लास्टै खुसी छु आज ग्रेजुएसन अब वर्किङ ल्याउने यो ल्याउने त्यो ल्याउने भनेको चाहिँ अब सुरु हुने हो सबै प्रक्रियाहरू बवाल खुसी छु लास्टै एक्साइटेड छु ओभर एक्साइटेड छु म त यार म अहिले पानी पऱ्यो भने अब गएको जाँदैछु पहिला सम्धिको रुम जान्छु नि त्यसपछि गएको जान्छु 2 वर्ष 3 वर्ष कसरी बित्यो थाहा नै भएन गाइज यार 4 वर्ष हुन लाग्यो 2 वर्ष न्युङ गएको 3 वर्ष 2 वर्ष सेन्ट गएको गरेर मैले 2 वर्ष न्युङ गएको चाहिँ पढ्नु परेन किनकि म अप्रिल इन्टेकमा आएको अनि डिसेम्बरमा ल्यान्ड भएर जनवरीको तारिकबाट पढ्न सुरु गरेँ क्या त एक्साइटेड छु यार गाइज साथीहरू 2 वर्ष डिप्लोमा पढेर हामी ग्रेजुएट हिँड्यौँ अकमक्क परेको म त गएको स्टुडेन्ट कार्डै छैन मसँग त हरायो मेरो त छ भनेको यताबाट हो छ भनेको यता देखायो कि स्टुडेन्ट कार्डै छैन हरायो भित्र छिटो दिन्छ कि दिन थाहा छैन ग्रेजुएट भइन्छ कि भएन थाहा छैन स्वीकार्नु छ अब गएकोले सोध्छु के हो गरिदिने ठाउँ हो तपाईँलाई देखाउँछ होइन यु क्यान सी हेर न कस्तो दामी भ्यू यार जियो होटलमा हो माथि 5 तलामा है खतरा वाइल्ड पानी परिराखेको छ 2 हप्ता नन पानी छ के नन पानी छ कहाँ जाने होला त अब जाम माथि होटल ऊ माथि गएर नामसाम लेखाएर इन हुँदै गरौँ त साथी माथि गएर नामसाम लेखाएर इन हुँदै गरौँ के विकल्प नै होइन यतैबाट कसैको बिहा छ भने गइदिनु हुन्थ्यो सम्पर्क गरिहाल्नु त कन्ट्याक्ट डिटेल्स त अब ऊ त्यहाँ बोर्डमा त त्यही लेखेको त हो कोचिकाराहरू भनेको त छाता लक सिस्टम छ यसलाई पुरै घुसाउनु हो अब टाइट गर्नु लक हान्दिनु उता घुम्ने हो कि उता घुमाउने हो यो के हो भयो राख अब त्यो यस्तो हुन्छ जापानको सिस्टम लगेर साथीहरू छाता लक गऱ्यो छाता नि चोरी हुनु होला हाम्रो साथीहरू सबै छिर्नु भयो ट्याक्सीमा आउनु साथीहरू ट्याक्सीमा आउनु भएको छ सेन्सा होइन हाम्रो यिनीहरूलाई त त्यस्तो भन्नुभयो सेन्सा होटल त राष्ट्रिय दामी छ यार 5 स्टार होटल रहेछ केटा यार होटल त 5 स्टार रहेछ यार गो खाइदेश नै सेन्से ओइ केटा होटल त सही छ त यार होटल त सही छ त केटा यार सोच्छु के नदिए पनि यहाँबाट चाहिँ अब इन्टर गरेका छन् सबैजना प्रदीप हेन्सम देखियो त तिमी त ओए मारकाड इल्ला देखियो त यार अनि बवाल देखियो त तिमी त यार 14 लाखको भवन यही हो यत्रो 15 लाख तिरेर आएको भित्र त रमाइलो रहेछ त यार ल हेर्नु त साथीहरू 15 लाखको भ्यू हेर्नु त 15 लाखको भ्यू यही हो दामी देखियो त देखिन त यार ल साथीहरू 15 लाखको भ्यू हेर्नु त आज सोच्छु कि हुने बेलामा चट्ट लाएर मजा आयो यार ल साथीहरू है राष्ट्रिय गान छ यहाँ अब यहाँ राष्ट्रिय गान गाएर है गएछि भन्ने सो
उसले अपलोड यो ब्याकग्राउन्ड निक्लेपछि अपलोड गर्ने यो काली पुगुली क्युटी भाइ बस भनेको बस हुन्छ ल हेर्नु बसको हातमा गिलास हुन्छ हाम्रो स्ट्याचु काकुको मेन मान्छे उहाँ नै हो सबलाई उठाए है साथीहरू हेर्नु त सबै मान्छेलाई उठायो के अरे अब आगो त बस्यो यस्तै छ है र प्लिज सबैलाई सक्यो दुईजनालाई मात्रै सोध्छु के भयो लिडर होइन नि त ल हाम्रो क्लासबाट चाहिँ सोध्छु कि हुने एकजना मात्रै उसको भिडियो गरिदिनु नि तपाईँहरूले नि Wow, lovely. I love this culture. Ayo, bye. Ayo to pasti. আমরা ঢোকা খাই ভাই তো দিন তো साढ़े की हो साढ़े बच्चे साड़ी मजा आयो कस्तो अनुभव हुँदैछ माथि आएर कस्तो अनुभव डुक 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 जस्तो साडी कस्तो कस्तो साडी फुत्कायो कस्तो त तर भ्यू चाहिँ लास्ट यही दामी छ है 5 स्टार होटलमा राखेको लास्ट दामी छ है भ्यू चाहिँ तल त उतेस्तो रहेछ त पुरा माछाहरू छ के मलाई सोचेको रहेछ त ग्रेजुएसनको पुरा टोपी सबै लाएर ओके टाइगरको रहेछ तल पिएचडी नै पढौँ न अब हामी गाण्डु भइयो छोड सम्झे तिम्रो त तल दाइगा गुमा गरिदिन्छ जाऊ तिम्रो सोचेको तल हो दाइगा गुमा जाऊ हेर यस्तो राम्रो चियर्स बियर हो खाऊ 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 म त खाँदिनँ है बियर 15 लाख लिएर बियर खायो है गएको केटा हो इन्जोय खाऊ 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 इन्जोय गर मेरो खै त रेडी गरिदिए
टिफिनमा नि हाल केटा हो टिफिनमा नि हाल जय श्रीराम ल केटा ल जय श्रीराम केटा काकुको सोचियो 15 लाखको रक्सी केटा सालमन खाम टिफिनमा नि हाल्नु है बोरामा हाल ओए घुमायो त घुमायो बोरामा खाएको किनले घुमायो है आजै यहीँ आउ न नाचगान हुन्छ है ठिक छ कोचिया खाएको कोचिया हामीले कोचिया यो कोचिया खाएको ओए म त झुकेर खाइदिन्छु यो अरूलाई भोट दिएको मलाई पानी छैन ल टिफिनमा खानाहरू सबैजनालाई होइन माया गरिदिनु तर हामीले 1 वर्षपछि सँगै छ भने एउटा फ्रेममा है नानीहरू बस्ता ल सरी है साथीहरू म पत्तालाई लिदिनु भने त्यही भएर ल्याउ हजुर बियर सक्यो त हामीसँग बियर सक्यो रे बियर सक्यो रे त दाइ ओए कालु दाइ बियर सक्यो रे खाम यही खाम साथीहरू साथी भात खाएको हो साथी सोध्ने भात नि छ ल म्यागाको त धनी रहेछ यार बियर मगाएको ल बियर मगाएको है बियर मगाएँ के त हामी त टिफिनमा नै हालेको टिफिन खोइ त झोलामा हाल्छ हो चाहे 2टा बियर मगाऊ मैले केटा 2टा बियर यो हो कि नभन भिडियोमा सबलाई चेस गर्छौँ यहाँ छ ल गीत जाउँ ल सबैले गीत गाऊ क्या 16 वर्षे उमेरमा मै पनि झिल्के हुँदा हो अहिले पो बुढो भएर फर्किने बेलामा सबैले 17 लाख मागेर लिएर जाने सबैकोमा चेयर छ है साथीहरू चेयर हाम्रो क्लासको कता इङ्ग्लिस
के हो भन्छ नि आरिगातो गोजाइमास धन्यवाद मलाई रक्सी लागिसक्यो भयो नसोध अब आशिषलाई खाइसक्यो दिनु पर्यो अब भएन यसरी त्यसको कपाल भुताला न भोलि बालेन दाइको शपथ ग्रहण गरेर बालेन सरकार जिन्दाबाद हो उही हैन नयाँ गिलास ल्याउनु नयाँ गिलास सत्रलाई खायो काली बुढी मेरो साथी दियो त बढी ओ भन्नु नि जस्तो गएको सोच्छु यो कसैको भएन गीतै सुन्ने होइन त्यहाँ नाचेको यहाँ तपाईँ जानु माथि रात किन छोड़ दे
फाइनली ग्रेजुएट सक्यो दाजुभाइ दिदीबहिनीहरू एकदम बवाल ग्रान्ड भयो अब कस्तो बवालै खानपिन भयो कि खानपिनमा चाहिँ म फुल सेटिस्फाई छु तर कुरा के हो भन्दाखेरि ग्रेजुएटको विषयलाई लिएर कन्ट्रोभर्सियल छ त्यो हाम्रै कलेज हो सो म अनेस्ट के हो त्यहाँको कुरा सबै म तपाईँहरूलाई रिभ्यू दिनेछु तर केही समयपछि है केही समयपछि धेरै मान्छे क्युरियस छन् म सबै कुराहरू डिटेल्समा तपाईँहरूलाई भनिदिउँला पछि अब रेगुलरली म काम गरिरहेको छु सोसियल मिडिया मार्केटिङको कामदेखि लिएर सबै त्यतातिर बढी बिजी भइरहेको छु म र बाँकी कुरा भनेको अब युट्युबमा पनि राम्रै गरिरहेको छु भिडियोहरू राखिरहेको छु हजुरहरूको माया साथ सपोर्ट पाइरहेको छु हिट द बेल आइकन हिट हार्ट है अनि बालेन दाइ आज प्रधानमन्त्री भोलि प्रधानमन्त्री बन्नु तपाईँले हेर्दा बनिसक्नु भयो आज शपथ ग्रहण थियो आज हामी ग्रेजुएट भयौँ आइटी बिजनेस पढेर यो डिप्लोमा भनेको केही पनि होइन सानोतिनो कुरा नै हो कोर्स सकियो 2-4 वर्ष सकियो जे हुन्छ राम्रोको लागि हुन्छ हेर्दै जाउँ यो काले पनि कुन दिन प्रधानमन्त्री बनियो कि गृहमन्त्री बनियो थाहा होइन बाटो खुलिसकेको छ बन्छ एक दिन ल आफ्नो ख्याल राख्नु होला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ एभ्रीवान डोन्ट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब अहिले त आफ्नो ख्याल राख्नु ल म लागेँ घरतिर अब रुमतिर जानु पऱ्यो नि ल म लागेँ है त